यो हो हाम्रो कोवलपुरको चाहिँ भ्यू टावर। यो टावरमा आइपुग्दा मलाई एउटा कुरा धेरै मन परेको कुरा छ। यहाँ हेरौँ है, यसको चाहिँ पुरै यो वालमा चाहिँ हाम्रो राष्ट्रिय विभूति अथवा राष्ट्रिय चिन्हहरूले चाहिँ सजात छ। यो हाम्रो जनक राजा, सीता, गौतम बुद्ध, अंशुवर्मा, शङ्खधर साक्य हो कि यो अरनिको, अनि गएर राम शाह, पृथ्वीनारायण शाह, भीमसेन थापा, यसै गरी भक्ति थापा, बलभद्र कुँवर, भानुभक्त आचार्य, मोतीराम भट्ट, राजा त्रिभुवन, पासाङ लामु शेर्पा, महागुरु फाल्गुनन्द, अनि गएर हाम्रो हिमाल, त्यसै गरी मन्दिर हुँदै हाम्रो राष्ट्रिय स्वर सम्राट नारायण गोपाल, सिद्धिचरण श्रेष्ठ, भूपी शेरचन, देवकुमारी थापा, बाल कृष्ण साम, लेखनाथ पौडेल, पारिजात, भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा। यो चाहिँ यी कुराहरू चाहिँ भित्तामा पोस्ट्याउँदै गर्दा यो वालमा चाहिँ प्रिन्ट गरेको देख्दा एकदमै खुसी लागेर आयो। एकदम चित्तबुझ्दो सराहनीय काम हो यो भनेको। जस नयाँ पिँढीहरूले चाहिँ यो हेरेर पनि चाहिँ केही सिक्न सक्छन् भन्ने जस्तो मलाई लाग्छ। यो एकदम राम्रो काम हो यहाँको। मलाई यहाँको चाहिँ एकदम मन परेको काम यो एउटा। त्यसै गरी लखन थापा, दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, त्यसै गरी कस्तुरी मृग, हाम्रो लुम्बिनी, नेपालको नक्सा, मयूर। अब यहाँ कोवलपुरको नक्सा छ, यहाँ सुन्दर नगरी कोवलपुरको हाम्रो सगरमाथा, त्यसै गरी राराताल, कैलाश मानसरोवर, अनि नेपालको फेमस जनावरहरू हात्ती भयो, एकसुके गैँडा, अनि पाटेबाघ। त्यसै गरी यता छन् यो रातो के अरे बिर्सेँ मैले, लालीगुराँस, राष्ट्रिय पशु गाई, राष्ट्रिय पन्छी। एउटा चिन्हहरूको सेक्सन। यसले चाहिँ के गर्छ जस्तो लाग्छ भने अब आउने नयाँ पिँढीहरूलाई चाहिँ धेरै कुराहरू सिक्ने मौका चाहिँ यसले दिएको जस्तो मलाई लाग्यो। यो धेरै राम्रो, धेरै मनपर्दो काम भयो यो कोवलपुरको चाहिँ। यो एकदम बेस्ट काम हो है त।